साथीहरू मैले चाहिँ आज बन्दा आलु मस्यौराको तरकारी बनाएको छु। सुरुमा मैले कराईमा तेल तताएर मस्यौरालाई पखालेर मस्यौरा फ्राई गरेँ। मस्यौरा फ्राई गरिसकेपछि मस्यौरा हल्का रातो भइसकेपछि मस्यौरा निकालेँ। अनि मस्यौरा निकालिसकेपछि त्यही रहेको तेलमा मैले ज्वानो फुराएँ, मेथी फुराएँ, प्याज फुराएँ, खुर्सानी राखेँ अनि आलु फ्राई गर्दैछु। अनि आलु फ्राई गरेर हल्का रातो भएपछि बन्दा राखेँ। बन्दालाई पनि त्यसै गरी मजाले भुटिरहेको छु। बन्दा मजाले अलिअलि भुटिसकेपछि बेसार राखेँ। त्यसपछि जिरा मसला राखेँ अनि त्यसलाई राम्रोसँग चलाएर गोडबेला राखेँ, नुन राखेँ। त्यसपछि एकछिन पकाएँ। त्यो गोडबेला पनि पाकिसकेपछि मैले मजाले त्यसलाई मिक्स गरेँ। आलु र बन्दा पाकिसकेको थियो र मस्यौरा अलरेडी भुटेर राखेको हुनाले मैले त्यसमा मस्यौरा र हरियो लसुन एड गरेँ। त्यसपछि त्यसलाई राम्रोसँग चलाएँ। अब यो खानको लागि रेडी भयो। मैले खानासँग दाल आलु मस्यौराको तरकारी बनाएर खाएँ। एकदमै मिठो भएको छ। हजुरहरू पनि यसरी नै बनाएर खानु है त। ओके।